हेलो गाइज वेलकम टु माई न्यू भ्लग। आज होली भएर हो कि मौसम पनि यति रमाइलो छ र आजको बिहानीको सुरुवात भयो सानो वायु पूजाबाट। अनि चाहे देश होस् या चाहे मन्दिर होस् घन्टी बज्नु त जरुरी छ मेरे दोस्त। र यो पूजाको प्रसाद खाएर हामी लाग्यौँ बेलुङ भर्नलाई। बेलुन भरिनुभन्दा ज्यादा त फुटि नै रहेको थियो, तर पनि केही छैन, हामी मान्नेवाला छैनौँ। र भाइ र म मिलेर मस्त बेलुङ भरेर राख्न थाल्यो। तर अचानक इले मलाई इरान सम्झेर हो कि म माथि बेलुनको वर्षा गर्न थालेँ। बेलुनको मात्र होइन, म माथि एक जग पानी ल्याएर एक बोतल पानी ल्याएर खनाउन थालेँ। पक यसपछि म तिमीहरू कसैलाई छोड्नेवाला छैन भनेर म अट्याकिङ पोजिसनमा आएँ। र फाइनली हामीले चाहिँ एक एक गरेर एक बाल्टिन बेलुङ भऱ्यौँ र राख्यौँ हाम्रो युद्धभूमितिर। लेट्स गो गाइस। र यी रणभूमिका योद्धाहरू देखेर लाग्छ आज यिनीहरूले सबलाई रुजाउनेवाला छन्। हामी र फाइनली गाइज होली खेलेपछि अनुहारको अवस्था थियो यस्तो। र घर आएर बस्या म त थिएँ, फोन आयो अफिसबाट भन्छन् कि आज त ब्याङ्क खुल्या छ आउनुपर्छ। ल म त एकछिन त कोमामै गइरहे र फेरि झलस्सै याद आयो कि अफिस जानुपर्छ भनेर फेरि फटाफट उठेर म नुहाउन थालेँ। र आज मैले दिनमा यतिचोटि नुहाएँ कि मलाई लाग्छ कि यो वर्षको नुहाउने कोटै सिद्धिसक्यो। र त्यसपछि हतारमा लुगा जुत्ता मोजा के लाउनु छ सब लाएर म ज्याकेट लिएर अफिसतिर दौडिन थालेँ, किनभने लिटरली मलाई धेरै नै ढिला भइसकेको थियो।